साथीहरू आज हामी बयरको अचार बनाउँदैछौँ। सबभन्दा पहिले कराईमा तेल हाल्यो, आगो फुक्यो, तेल हाल्यो अनि त्यस पछाडि अब हामीले मसला चाहिँ फुराउँदैछौँ है साथीहरूलाई। हेर्नुहोस् विभिन्न खालको मसला फुराइसकेछौँ आगोमा ट्याक्क। त्यस पछाडि हामीले खुर्सानी च्याक्क काटेर चिरेर राख्यौँ है। हामीले जो अचार बनाउनु पर्ने छ टक्क टुक्क फेरि हामीले यो मसलाहरूको पेस्ट हामीले बनायौँ। अदुवाहरू पेस्ट बनाएर एकताल सरर पुऱ्याएका छौँ। त्यस पछाडि हामीले के राख्यौँ साथी हेर्नुहोस् त, राता बगेर राखेर भुटेको जस्तो गरेर चलाएका छौँ है साथीहरू। ल झ्याट बगेरको अचार बनाउने क्रममा हामी छौँ। आगो बलिरहेको छ। अब एकछिन हामीले छोपिदिन्छौँ है। छोपिसके पछाडि आगो बलिरहेछ। आगोलाई हेर्नु पऱ्यो। मसलाहरूको आइटम यता रेडी छ। हामीले राख्ने मसला नुन चाहिँ आवश्यकता मात्रामा कति आवश्यक पर्छ आफ्नो मात्रा हेरेर ट्याक्क हामीले माथिबाट फरफर त्यसलाई राख्यौँ। त्यस पछाडि नुनहरू राख्दैछौँ अब हामीले। अनि त्यस पछाडि मसला राख्छौँ अब है साथी हो। तपाईँले नि बगेरको अचार घरमै ट्राई गर्न सक्नुहुन्छ। बेसार राख्यौँ अहिले हामीले। हजुर अल्छी नगरौँ साथीहरू। घरमै भएका विभिन्न सामग्रीहरू प्रयोग गरेर आफूले अचार राखौँ। यो सिजनमा चाहिँ अचार बनाउने अनि पछि चाहिँ नहुँदाखेरि त्यसलाई खाँदा खाने। अचार चाहिँ च्याप्प यो 1 चम्चा बगेरको अचारसँग भात त 2 थालभन्दा धेरै जान्छ साथीहरू। त्यही भएर च्याप्प अचार बनाउँदैछु मैले त। अहिले मैले सबै थोक हालेर च्याक्क गर्दैछु। हेर्नुहोस् है बगेरको कस्तो लेग्रा जस्तो आइसकेको छ। अनि यसलाई मैले च्याट्ट फुटेर छोपिदिएँ साथी हो। छोपिसके पछाडि फेरि निकालेँ, फेरि चलाएँ है। ओहो ला यसो चलाउँदा आगो त फुक्नै बिर्सेछु साथी हो। अनि अब फेरि मैले चलाएँ साथी हो। फेरि चलाएँ। अब लगभग यो तयारी हुने अवस्थामा छ साथी हो। त्यस पछाडि मैले गुडहरू त्यस पछाडि चिनीहरू राखेँ। भेली पनि भन्छ यसलाई, जुन चाहिँ अब ट्याक्क यसलाई चाहिँ पगाल्ने गरेर हामीले मजाले चलाएर राख्छौँ। धुवाले गर्दा खोकी पनि लाग्यो साथी हो। अब त्यसरी यो चलाएर टक्क फर भुटेर अब हामीले भेली त्यस पछाडि चिनी राखेर चलायौँ साथी हो मन्दा आगोमा। अनि यसलाई एकछिन छोपिदिने। छोपिसके पछाडि निकालेर एकताल फेरि चलाउने। चलाइसकेपछि पुरै